आज फेरि पनि हजुरहरूको सामु हामी एउटा नयाँ भिडियो लिएर आइसकेका छौँ। मन पऱ्यो भने लाइक कमेन्ट सेयर र सब्सक्राइब गर्न नभुल्नु होला। कक्षा होइन यो हाम्रो कक्षा हो, सक्नुहुन्छ हाम्रो कक्षा हो। हाम्रो कक्षाबाट सुरु हुन्छ तिर्की हाम्रो तिर्की साथीहरू छ। अब जाम हामी हलतिर जाम कस्तो तयारी छ हेरौँ। ऊ त्यहाँ अगाडि लक्ष्मी म्याडम हुनुहुन्छ। कक्षा कति हो खै त आएन यो तलतिर जाम। आज त्यस्तो केही त आज स्पेसल होइन, त्यही भएर भिडियो बनाएको। आज विदाय कार्यक्रम छ 10 कक्षाको, त्यही भएर यसो भिडियो बनाइदिएको। हाम्रो केटाहरू यता छन्। ओए के बोल्दा मेरो चप्पल हो मुला हेरी। म के बोल्नु यहाँ के बोल्न यो के बोल्न अमनको सिक्री हेर्नु सक्नुहुन्छ यहाँ यस लेखेको छ। यस लेख्या ए यो हल होइन यी तयारी यस्तो भइरह। बडाले हुनुहुन्छ मेरो बहिनीहरू। म्याडम यहाँ हुनुहुन्छ हाम्रो क्लास टिचर इङ्ग्लिस टिचर अपेक्षा हेर्नु गीत गाउँदै हुनुहुन्छ। तेरो च्यातेको बोरा जस्तो गीत नगा। दिपेश तामाङ के बोलिदिनुहोस् धेरै नाटक नदेखेर युट्युबमा हाल्छु मैले। म्याडम यता हेर्नु त लो आइ भनिदिनु नि यहाँ। नवराश्री यहाँ लेख्दै हुनुहुन्छ। किन त्यो हल्का कमजोर भएको त ढाड भाङ्ग्यो त्यही भएर अलि लत्किनु भयो। गायका धेरै राम्रो त भएन तयारी। अब यस्तै हो। के बोल्यो न के बोल्यो त सब्सक्राइब गरिदिनु। यस्तै हो त यार कस्तो दिवेश यार। राति भन ह्याप्पी इयर केक छ र अब उहाँ दोकानमा गएर राख्न लाग्यो कि अमले ल त मुला रेबिका के बोल्दै र हाई हेलो सब्सक्राइब गरिदिनु यार। के बोल्दिनँ होइन केक लगाएर जानु लाग्यो होइन। यस्तो केक अहिले खोलेर हेरौँ है कस्तो हुन्छ केक हेरौँ। मैले एकैछिनमा अहिले यता खतम गरेर राख्नु खोलेर त्यही छ अगाडि बसल सबैसँग आउनु सक्नुहुन्छ। एकदम बबाल भन्छ सबैले। पानीपुरी मोमो चिकन चाउमिन आउँछ भन न। शिक्षा त्यहाँ हेर्नु सक्छ शिक्षा दाइ प्लिज खाली भने के राखिदिनु एकछिन हटाउनु न। सानो हो कि हेर्नु न एकैछिन हो क्या यो होला भनेर हो कि यसको लागि लिएर आएको हजुर एकैछिन चाउमिन चाहिँ बिग्रेला त। तर हजुरले पनि खाना हेर्नु एकदम राम्रो चटपटी बन्छ खाना आउनु होला। हाम्रो स्कुल श्री धर्म जतिमा के छ यो चाहिँ हजुरले एकदम आवश्यक छ। किनकि यो धेरै नाबालिगहरू बिहा भइरहेको छ। त्यस्तो नगरौँ के त्यस्तो काम काम एकदम त्यस्तो मान्छे अब केटी चाहिँ केटा त्यस्तो हिँडाउँदै बोलाइ लाग्यो रिभ्यूमा पछि पछि हाम्रो एन्जल एन्जल हेलो एन्जल हाम्रो गायिका हेर्न सक्नुहुन्छ एकदम नराम्रो गाउनुभएको छ। बोरा च्यात्ती जस्तै भयो। दिवेश हेर्न सक्नुहुन्छ। मलाई बहुत हान म्याडम आम भयो ओम कुमारी म्याडम हेर्ने त हाई हेलो भनिदिनु के यार तपाईँ थट दुर्गे पानी लिएर आउनु भन्नुभयो। त्यही भएर फेरि त्यही पसलमा दुबारा जान लागेका छौँ हामी। हेर्न सक्नुहुन्छ। अब के देखाउने हो र दुबारा त्यहाँ हेर्नु चाहिँ एउटा मान्छे हो। त्यो एकदम राम्रो मान्छे हो। देशको लागि ज्यान कुर्बान गरेका हुन्। ज्यान अर्पण गरेर हामीलाई यहाँ सामूहिक स्थल बनाएको थियो। हजुर यस्तो दामी सिसिटिभी क्यामेरा कसले देखेको थियो।
हामी अर्को पसलमा जान लाग्यो त्यो पसलमा त पानी रहन्छ होइन अब अर्को पसलमा हामी म्याडमहरू फिल्टर पानी खानुहुन्छ कि फिल्टरको पानी सकेर अनि त्यही पानी किन आएको मिनी वाटर दिनु त बुवा हाम्रो बुवा हेर्न सक्नुहुन्छ पानी ऊ त्यहाँ साह्रै देख्न सक्नुहुन्छ पानी चाहियो भने आउन सक्नुहुन्छ लग्नुहोस् त्यहीँ रहेछ पानी होइन गाइजहरू अब फेरि त्यही दोकानमा जान लाग्यो फेरि फोडिसकिदिउँ भन्न अलिक बल मात्रै पार्यौँ कति हो 20 रुपियाँ ए 50 दिएका हुन् हजुर हजुर भनेको त पानी एकदम मिनेर खानुहोस् आफ्नो स्वास्थ्य बनाउनुहोस् राम्रो स्वास्थ्य धेरै उमेरसम्म बाँच्नुहोस् हामी अफिसतिर जान लाग्यो हेर्न सक्नुहुन्छ सबैभन्दा हाम्रो क्लास कक्षा 9 को सबैभन्दा राम्रो मान्छेहरू अमन त म्या हिरो दादा खैरापुरको दादा म्याडमले पानी लग्नुभयो अब पानी खानुहुन्छ युट्युबमा हाल्छु म्याडम हेर्नु होला गले में चैन और खड़े बाल चिपकी हुई पैंट और सुकड़ी चाल छपरी छपरी गैंग सारे बोलो मेरे साथ उठा के हाथ घूमते फिरते हैं चाहे दिन हो रात सबैजना बोलेको प्र्याक्टिस भइरहेको दिल्ली आउनुलाई त हामीले अहिले पछि स्पिच सुनाउनु पर्छ नि त त्यही कारण अहिले प्र्याक्टिस भइरहेको गाइज हाम्रो स्कुलको हाम्रो 9 क्लासको गर्ल्सको डान्स हेर्न सक्नुहुन्छ गाइज सक्नुहुन्छ हाम्रो यहाँ के अरे यहाँ हाम्रो के अरे कार्यक्रम सञ्चालन गरिरहनु छ हाम्रो गाउँमा हेर्ने कति राम्रो राम्रो केटीहरू छन् तर यो मलाई राम्रो लागेन गाइज यता 10 क्लासको भिडियो हुँदैछ ओइलाई के भन्छन् फेरि यस्तो केर्नुलाई के भन्छन् यार सर हाई भनिदिनु त एकचोटि सर यता हेर्नु न हाई भन्नु न हेलो लाइक कमेन्ट एन्ड सेयर भन्नु न अनि अरू सर एकदमै इमानदार जेहेनदार मेहनती छात्र श्री पिताम्बर परियारलाई सबैले लाइक कमेन्ट शेयर गरेर भाइरल गरिदिनु कैसे कैसे लोग रहते हैं यार भाइरल गरिदिनु होला विनम्र अनुरोध छ सबैमा 10 औँला नमस्ते गाइज हाम्रो अर्को केटाले एउटा भन्न लागेको छ ल किशोर सरको साथसाथै म पनि भन्न चाहन्छु कि हाम्रो युट्युब च्यानलमा एकदम लाइक कमेन्ट सब्स्क्राइब गरिदिनु होला ठिक छ गाइज हाम्रो कार्यक्रम सञ्चालन भइरहेकै छ भित्र गाइज हेर्न सक्नुहुन्छ हाम्रो डेकोरेसन हेर्नु गाइज हेर्नुहोस् गाइज मैले नि मैले लेख्न गइरहेको छु मेरो पिताम्बर भाइलाई के गरे सब्स्क्राइब गरिदिनु होला ल चलो ल शिक्षुले सम्झाएर भित्र लैजाऊ त ल जुनेस हाम्रो स्कुल छोडेर जानु सिहरू लाग्नु किन रहिस
हाउरा चाहिँ किसानको लागि रोज नै यार केटीहरू हामी गाइज हेर्नुहोस् हाम्रो कार्यक्रम यहाँ सञ्चालन हुँदै गएको छ कोही हाई भनिदिन्छ हाई भन्नु हेर्नु सक्नुहुन्छ गाइज अब यहाँ यति हल्ला हुन्छ हाम्रो कृष्ण दिदी चाहिँ पानी ल्याउनु जानु लाग्यो होइन गाइज हामी चाहिँ पानी लिनु जानु लाग्यो होइन अब यस्तै हो अब के गर्ने हाम्रो हाम्रो स्कुलमा इज्जत छैन गाइज पानी ल्याउनु जानु लाग्यो सरले पठाउनु भएको थियो अब बन्द गर्दैछन् राम्रोसँग पकाल गिलासमा हालेर फेरि गाइज हेर्नुहोस् हामी यहाँ पानी भर्दैछौँ लामा ले भाइ यता ले पानी पिल्दैन पानी भर्दैछन् हाम्रो बहिनीहरूले तेरै बहिनी त होइन मेरो बहिनी होइन सब आइफोन हो है बिक्रीमा छ पानी देखाएर ले फिर आ गए डिम्पी गर्ल हाम्रो नाच्न गइसक्नु भएको छ एकछिन खान छोड न म भल बनाइरहँ कि बल बनाइरहँ बिजी हुनुहुन्थ्यो त्यही भएर मैले क्यामेरा समातिरहेको छु हेर्न सक्नुहुनेछ हाम्रो यहाँ क्लासको डान्स भाइ बहिनीहरूको हाम्रो अब 10 कक्षाको दाइ दिदीहरूलाई होइन अब त्यो के भन्छ नास्ताको लागि तयार गर्दैछन् नास्ता तयार गर्दैछन् नास्ता आउँदै हो त्यसैको लागि अब उ गर्न लाग्यो कि अब प्याकिङ गर्न लाग्यो होइन नास्ता आउँदैछ अब हेर्नु सक्नुहुन्छ हाम्रो सन्देश छ च्यापमा त यस्तो कस्तो मिठो चुपाउँदै उकाले हेर्नु सक्नुहुन्छ क्यामेरामा देखिन्छ कि नै गाइस कमेन्ट गर्नु होला किन देखिने र यस्तो बबाल गाइस देखिने हैन क्यामेरामा देखिन्छ कि नै कमेन्ट गर्नु होला हैन यसै छ दुर्गा ल यस्तो यो कक्षाको 10 कक्षाको अब बल हुने दुईटा केटी भन्दाखेरि नि हामी यहाँ अब नाच्नु 10 कक्षाको विद्यार्थीहरूलाई अब के खुवाउनु पर्यो त्यही भएर अब नास्ता लिन आएको हजुर गाइस यो पनि त्यसै छ हैन क्यामेरामा देखिन्छ कि नै कमेन्ट गर्नु मान्छे हुँ मान्छे तर त जस्तो असुरको लागि शङ्कर हुँ हाम्रो अफिसी यो अफिस भन्ने मात्रै हो यहाँ केही छैन यो के हो यो हाम्रो पिउन अङ्कलको गिफ्ट हो कसलाई विद्यार्थीहरूलाई अङ्कललाई दिने के त्यहाँ घरमा गएर तिनको बिहामा छ ए के राखेको छ आज हाम्रो पिउन केही छैन ऊ त्यो अफिसमा पेपर हुन्छ यसमा केही छैन यहाँ केही छैन यो अफिस भनेको एकदम केही छैन यहाँ अफिस यो के हो यो 4-5 वटा यो त्यो डब्बा खान यो हाम्रो सर मेडमहरुको राख्ने समस्या कहाँ सामान आउँदै समस्या आउँदैछ ऊ यो के हुने बे नि श्री धर्म ज्योति माध्यमिक विद्यालय ऊ यो के हो बे एबे पहिलाको प्रमाण पत्र क्या कि पाकान कि दिने होला हो नगर्न दुर्गे साथ केन्द्र सलेसन यो के हो त तपाईहरुलाई स्ट्याम्प एक्जाम आउँदैछ त्यही भएर कागज बनाउँदैछ टिफिन गराउने प्रयास जारी छ समोसाको गाई फेरि समोसाको फेरि कमेन्टमा नाच्नु फेरि के छ लागि भनेर अब हामी गराइ चाहिँ देखाउँला त्यो हामीलाई त्यो पनि आउँदैन त्यो पनि हामीले अहिले गराइ चाहिँ कोसिस जारी राखेका छन् गराइ चाहिँ अब देखाउँला गाई चाहिँ कृषि चाहिँ अर्को भिडियोमा गाइज हेर्नु हाम्रो कोसिस सक्सेसफुल्ली भयो हेर्नु गाइज हामीले यस्तो गरेछौँ अब हामीले यसभित्र समोसा हालेर प्याक गरेर हामीले दिनेछौँ सरहरूलाई म्यामहरूलाई हाम्रो भाइ बहिनीहरूलाई गाइज अब हामी 1 केजी समोसा प्याक गरेर अब
सपना पाडा यहाँ हुनुहुन्छ सपना पाडा के कटिङ भइरहेको हामी फेरवेल गरेछौँ त्यसैले म हाम्रो कक्षा 10 का सम्पूर्ण भाइ बहिनीहरूलाई एकचोटि उठेर यहाँ अगाडि आइदिनु अनुरोध गर्न चाहन्छु र भाइ बहिनीहरूलाई थोरै अलिकति पछाडि थोरै र कक्षा 10 का भाइ बहिनीहरूलाई थोरै अगाडि लाइनमा अनुरोध गर्न चाहन्छु ल लाइनमा केक चाहिए अन्नु कहिले हेलो यता मलाई सुनौ त ल कक्षा 10 का हेलो यतादेखि ओइ गर कन्ट्रोल गर्नु त्यहाँ लाइन लगाइदेऊ न यो बसेको मान्छेहरूलाई अलिक पछाडि बसेको मान्छेलाई थोरै पछाडि बसेको मान्छेलाई थोरै पछाडि गर लाइन लगाउनु नि बरु कक्षा 10 का भाइ बहिनी थोरै अगाडि यो लाइनमा लाग्नु चाहिँ यसरी यसरी लाइनमा यसरी मेरो पनि छैन मसँग छैन तर बस्नु परेन फेरि उभियो अगाडि थोरै अगाडि ल अब यसपछि म हाम्रो उद्घोषकलाई म यो माइक हस्तान्तरण गर्न चाहन्छु र हाम्रो केटाहरू सब खुसी एकदम खुसी केक काट्न पाएर सुजाता ल के भन्न चाहनुहुन्छ ल के भन्न चाहनुहुन्छ स्त्रीहरू होइन अब स्प्रे किन शान्त भएको म उद्घोषकको तर्फबाट अलिक उद्घोषकको आवाज पनि सानो भएछ त्यसैले म आजको यस विशेष कार्यक्रममा सभाध्यक्षको भूमिका निर्वाह गरेर बस्नुहुने हाम्रो विद्यालय व्यवस्थापन समितिका अध्यक्षलाई म केक काट्दिन हुन र केक काट्ने कार्यक्रममा हाम्रो सम्पूर्ण गुरुवर्गहरू अतिथिज्यूहरू सबैले यहाँ सरिक भइदिनु हुन म तल स्टेजमा गइदिनु हुन अनुरोध गर्न चाहन्छु र हाम्रो कक्षा 9 का भाइ बहिनीहरूले कक्षा 10 का भाइ बहिनीहरूलाई स्प्रे गर्ने प्रोग्राम छ कक्षा 9 का भाइ बहिनीहरू अगाडि स्प्रे लिएर आएर अगाडि आइदिनु हुन अनुरोध गर्न चाहन्छु र हाम्रो सभाध्यक्षलाई मामा केक काट्ने बैठी छ सपुर छ त्यो सपुरले ल अब सम्भव छैन प्रतिनिधि पात्रलाई मात्रै प्रतिनिधि पात्रलाई मात्रै ए सम्पूर्ण विद्यार्थीहरूले हेर्नुहोस् है अझै बाँकी छ हाम्रो कार्यक्रम अब यसपछि हाम्रो कक्षा 10 का भाइ बहिनीहरूलाई प्रतिनिधि पात्रलाई मात्रै है ल धन्यवाद धन्यवाद गाइजहरू नास्ता आइसकेको छ होइन अब नास्ता प्याकिङ हेर्न जानु लाग्यो हेर्नुहोस् कुन नास्ता के होइन नास्ता के छ हेर्न सक्नुहुन्छ यहाँ ओ नास्तिका चल नास्ता एरिया समोसा लड्डु देखा लड्डु
लड्डु आयो एउटा चालिस है एउटा पुग्नु पर्यो यार मलाई नसिका लड्डु लड्डु यहाँ समोसा रोक्न यहाँ मैले आउँछु ओ यहाँ हाम्रो समोसा स्टेपलर कहाँ बे अन्त यसमा छोड्दै दुख्यो स्टेपलर कहाँ के कहाँ छ यार म्याम स्टेपलर कहाँ लिएर आउनु लड्डु त पुरै गरेर दिखाउने समोसा पनि लड्डु पनि कति सानो बनाएको है त्यसलाई मैले दिन पैसा दिइहाल्छु ससमा म्याम त्यसको पर्यो ल त यो भिडियो बना न म गराउँछु कि यस्तो जान्छु ल अलिकति उसकोमा हो सुजितलाई हो हाम्रो यहाँ प्याक भइरहेछ अहिले माथिबाट बना एउटा अझै अर्को कार्टुन भयो भने हुन्थ्यो क्या किन प्याकिङ गरेर त्यहीँ हालिदिनु हुन्थ्यो क्या यहाँ प्याक भइरहेछ नास्ता भिडियो मन गरेमा लाइक गर्नु कमेन्ट गर्नु सेयर गर्नु सब्स्क्राइब गर्नु हजुर के भन्नु किसिनालाई मरेको के थियो गोडा त्यही त म्याम त 25 उसलाई पर्यो अलरेडी थोरै भएको भ्याइयो अब समोसा ताजा ताजा छ समोसा लड्डु भिडियो हेर्नु सक्नुहुन्छ हामीले सबलाई दिइराखेको छौँ जस्तो अनुहार त हल्ला गर्यो प्याकिङ त खतरा आयो होइन यसले खाने रे बोलाउन यो कालो मान्छेले लाँदा नि 10 दिन्छ नि त ल दिनभरि ओ देन त्यो गिफ्ट दिन्छु के गाना बच्चा के व्यवस्था छैन भिडियो ओए यहाँ वो बर्तन देता अमन नाश्ता
यहाँ वर्षाले दियो एउटा दियो सबैलाई भयो अब म्याम छन् लक्ष्मी म्याम साइड भयो सबैले के अरे के ओए ओए एउटा लक्ष्मी म्यामले अमन लक्ष्मी म्यामले सकिसक्यो अब यहाँ सपना पाडा सपना पाडा यहाँ बसी बसीहरू त्यस्तो लासरम लगा अल्छीहरू अल्छी एउटा अल्छी नि ऊ त्यहाँ बसी अल्छी मात्रै हो यहाँ यी अल्छीहरूको ढाड भाँचेर यहाँ बल्ल बल्ल बसिनु उठ्यो शिला त अब बच्चैदेखि अल्छी रे हाम्रो कालो हर्सी क्यामेरामा पनि देखिन्न नि बल्ल बल्ल देखियो एन्जल भाइ कता हो कता हरायो देखि नि चाँदनी लम्बु नै किन लेखेँ दुर्गा आज किन डिप्रेसनमा गयो त्यहाँ दुर्गा डिप्रेसनमा पागल हुलान् मर्लान्